ए दिपक कति कमाइस् तैँले जम्मा कति भयो ह आज मेरो 1-200 पुग्यो होला अनि तेरो नि मेरो त 4-500 नै पुग्यो ल राख यसरी नै हामीले पैसा कमाउँदै गयो भने त पैसा त कति कति दीपक के हेरिरहेको विजय हेर त यिनीहरू स्कुल गइरहेका यदि हामीले पनि यसै गरी स्कुल जान पाए कति मजा आउँथ्यो होला दीपक हाम्रो यस्तो भाग्य कहाँ छ र तिमीलाई थाहा छ नै मेरो बुवाले मलाई ठुलो भएपछि तिमी पुलिसमा भर्ती हुनु भन्नुहुन्थ्यो मेरी आमाले पनि मलाई पढे लेखेर ठुलो मान्छे बन्नु भन्नुहुन्थ्यो तर आमाको मृत्यु भएपछि बुबाले कान्छी आमा ल्याएपछि मलाई त घरबाटै निकाल्दिए विजय हामी पनि स्कुल पढ्न जाउँ न दीपक हामी दुईजना त पढ्न सक्दैनौ किनभने पढ्नको लागि पैसा चाहिन्छ त्यसैले सुन एकजना पढ्ने र अर्कोले काम गर्ने भए मात्रै यो सम्भव हुन्छ त्यसो भए त पढ्न जा म काम गर्छु हैन त पढ्न जा म काम गर्छु म तँलाई काम गराएर आफू पढ्दिन त्यसो भए एउटा डिसिजन गरौँ यो सिक्काले निर्णय गर्छ धानको बाला पर्यो भने चाहिँ त पढ्ने र यो त्रिशूल पर्यो भने चाहिँ म पढ्छु हुन्छ हुन्छ ल ल हेरौँ है त के परेछ धानको बाला अब यसको मतलब त पढ्ने भइस् अनि त मैले पनि पढ्यो भने कसरी पैसा कमाउने त्यसैले म तास खेलाउँछु पैसा कमाउँछु अनि तँलाई पढाउँछु पढेर त ठुलो मान्छे भएपछि इन्सपेक्टरै बन्नु र इन्सपेक्टर बनाउने मेरो जिम्मा र भोलिदेखि त तेरो पढाइमा र म मेरो काममा